जापान एउटा यस्तो देश हो जहाँ भविष्य र इतिहास सँगसँगै हिँडिरहेका छन्। यदि तपाईँ पुरानो जापान अनुभव गर्न चाहनुहुन्छ भने एकपल्ट जानै पर्ने ठाउँ हो क्योतो। एक यस्तो शहर जहाँ हरेक गल्लीमा इतिहास छ र हरेक मन्दिरले एउटा कथा सुनाउँछ। आज हामी क्योतोभित्र घुम्नै पर्ने 5 विशेष ठाउँहरूको कुरा गर्नेछौँ। साथै त्यहाँको इतिहास, रहस्य र रोचक तथ्यहरूको विस्तृत जानकारी पनि दिनेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए तलको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। अब सुरु गरौँ क्योतोभित्रका घुम्नै पर्ने 5 विशेष ठाउँहरू। नम्बर 5 मा छ फुशिमी इनारी ताइशा, क्योतोको सबैभन्दा चिनिने स्थानमध्ये एक। यो श्राइन सन् 711 मा स्थापना गरिएको थियो र यहाँ इनारी देवताको पूजा गरिन्छ, जसलाई धान, समृद्धि र व्यापारको देवता मानिन्छ। यहाँको सबैभन्दा ठूलो आकर्षण हो हजारौं रातो तोरी गेटहरू। यी गेटहरू पहाडको बाटो हुँदै माथिसम्म फैलिएका छन्, तर यी केवल सजावट होइनन्। हरेक गेट कुनै व्यक्ति वा कम्पनीले डोनेट गरेको हो, सफलता र गुड लकको आशामा। भूगोलको हिसाबले यो श्राइन माउन्ट इनारीमा अवस्थित छ र पूरा ट्रेल हिँड्न करिब 2 देखि 3 घण्टा लाग्न सक्छ। तर धेरै मानिस आधा बाटोबाटै फर्किन्छन्। विशेष गरी रातको समयमा यहाँको शान्ति र गेटहरू बीचको त्यो अनुभव तपाईलाई अर्को संसारमा पुगे जस्तो महसुस गराउँछ। नम्बर 4 मा छ क्योतोको पश्चिमी भागमा रहेको आराशियामा ब्याम्बू ग्रोभ अर्थात् आराशियामा बाँसको जङ्गल। प्रकृति र शान्तिको एक अद्भुत उदाहरण हो। यहाँ अग्ला बाँसहरू आकाशतिर उभिएका छन्। जब हावा चल्छ, यी बाँसहरूबाट आउने आवाज एकदमै विशेष हुन्छ। जापान सरकारले यसलाई संरक्षण गर्नुपर्ने आवाजको सूचीमा राखेको छ। यो स्थान हियान समयदेखि राजपरिवारको विश्राम स्थल थियो। भूगोलको हिसाबले यो क्षेत्र कात्सुरा नदी नजिकै पर्छ र चारैतिरका पहाडहरूले यसलाई अझ सुन्दर बनाएको छ। नियरबाई रहेको तोगेत्सुकियो पुल यस क्षेत्रको मुख्य चिन्ह हो। यहाँको जीवनशैली प्रकृतिसँग नजिक र शान्त छ। यदि तपाईँ बिहान चाँडै वा साँझ ढिलो यहाँ जानुभयो भने यो ठाउँ अझ शान्त र जादुई देखिन्छ। धेरै मानिस भन्छन् यहाँ हिँड्दा मन शान्त हुन्छ। नम्बर 3 मा छ क्योतोको पहाड माथि बनेको कियोमिजु देरा मन्दिर, एक अद्भुत निर्माण कला। सन् 778 मा बनेको यो मन्दिर वास्तुकलाको एउटा जीवित चमत्कार हो। अचम्मको कुरा के छ भने यसको मुख्य हल बनाउँदा एउटै पनि फलामको किला प्रयोग गरिएको छैन।
यसले सयौं वर्षदेखि क्योतो सहरलाई माथिबाट हेरिरहेको छ। यहाँको ओतोवा झरना अत्यन्त प्रसिद्ध छ। यहाँ 3वटा धाराबाट पानी बग्छ, जसलाई स्वास्थ्य, सफलता र प्रेमको प्रतीक मानिन्छ। तर एउटा रोचक नियम छ, तपाईले 3वटा धाराको पानी पिउन पाउनुहुन्न, किनकि त्यसो गर्नुलाई लोभ मानिन्छ। तपाईले आफ्नो लागि एउटा मात्र रज्नुपर्ने हुन्छ। नम्बर 2 मा छ क्योतोको सबैभन्दा सांस्कृतिक क्षेत्र गियोन। यो ठाउँ गेसा संस्कृतिको लागि प्रसिद्ध छ। गेसा भनेको केवल कलाकार होइनन्, उनीहरू सङ्गीत, नृत्य र संवादमा निपुण हुन्छन्। गेइको र माइकोको सेतो अनुहार केवल एउटा श्रृङ्गार मात्र होइन, यो त इतिहासको एउटा चिन्ह हो। पहिले बिजुली नभएको समयमा मैनबत्तीको उज्यालोमा पनि उनीहरूको कला र मुस्कान प्रष्ट देखियोस् भनेर यो सेतो रङ लगाउन सुरु गरिएको थियो। आज पनि यो परम्पराले क्योतोको रातलाई उज्यालो बनाइरहेको छ। यहाँका काठका घरहरू र साँगुरा गल्लीहरू अझै पुरानै शैलीमा छन्। साँझको समयमा तपाईले यहाँ गेसाहरू देख्न सक्नुहुनेछ। यहाँको संस्कृति सम्मान, अनुशासन र सौन्दर्यमा आधारित छ। गियोन केवल घुम्ने ठाउँ होइन, यो जिउँदो संस्कृति हो जहाँ पुरानो जापान अझै पनि बाँचिरहेको छ। र अब नम्बर 1 मा छ क्योतोको सबैभन्दा आकर्षक स्थान किन्काकुजी, जसलाई गोल्डन प्याभिलियन पनि भनिन्छ। यो सन् 1397 मा आशिकागा योशिमित्सुद्वारा बनाइएको थियो। सुरुमा यो उनको रिटायरमेन्ट बेला थियो, तर पछि यसलाई जैन बौद्ध मन्दिरमा परिवर्तन गरियो। यसको विशेषता के छ भने माथिल्लो 2 तल्ला प्योर गोल्ड लीफले ढाकिएको छ। जब सूर्यको किरण यसमा पर्छ र पानीमा यसको रिफ्लेक्सन देखिन्छ, त्यो दृश्य अत्यन्तै सुन्दर हुन्छ। तर यसको इतिहासमा एउटा दुःखद घटना पनि छ। सन् 1950 मा एक मङ्कले यसलाई आगो लगायो र पूरा भवन नष्ट भयो। पछि यसलाई फेरि निर्माण गरियो। आज किन्काकुजी सुन्दरता मात्र होइन, इतिहास र रहस्यको पनि प्रतीक हो। क्योतो, जहाँ हरेक यात्रा एउटा नयाँ अनुभव बन्छ र हरेक अनुभव एउटा सम्झनामा बदलिन्छ। यदि आजको यो यात्रा तपाईलाई मन पर्यो भने हामीसँग जोडिनका लागि ओम अनमोल च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईको सुझाव र हेर्न चाहनु भएको अर्को गन्तव्य कमेन्टमा लेख्नुहोस्। हामी फेरि भेट्नेछौँ अर्को नयाँ यात्रा र नयाँ कथासँग। त्यतिन्जेलको लागि धन्यवाद।